click on the subscribe button and press the bell icon to never miss any updates. हामी 2 बजेबाट अलिकति मात्रै पर पुगेका छौं 3 मिनेट मात्रै ढिला भएको छ है यो चाहिँ हाम्रो टार्गेट समयमा सबैजनालाई एकदमै स्वागत छ हामी आज चलचित्र कुम्भको एउटा रमाइलो गीत मायाप्रीतिको गीत हेर्ने कार्यक्रममा उपस्थित भएका छौं बाहिर रहनु भएका सम्पूर्ण अतिथि साथी आफन्तहरुलाई भित्र प्रवेश गर्नलाई अनुरोध गर्दछु एकपटक सहजीकरण पनि गरिदिउँ हाम्रो चलचित्रको टिमको कोही साथी ईश्वर बल्लजीले बाहिर रहनु भएका साथीहरु सबैलाई एकचोटी भित्र आउनलाई एकचोटी चलचित्र कुम्भ जेठ 15 गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो यो चाहिँ एक्सन विधामा बनेको चलचित्र हो यो चलचित्रलाई चाहिँ पहिलो पटक निर्देशक रणधीर श्रेष्ठले लेखन तथा निर्देशन गर्नुभएको छ म रणधीर श्रेष्ठलाई अगाडि आउनलाई हार्दिक अनुरोध गर्दछु यो कार्यक्रमका सबैभन्दा प्रमुख व्यक्ति भनौं यो चलचित्रको सबैभन्दा प्रमुख व्यक्ति यसैगरी चलचित्रका कलाकार नवनायक अशोक आर्यन यही चलचित्रबाट नेपाली रजतपटमा विद्रोही हुनुहुन्छ उहाँलाई पनि मैले अगाडि आसन गर्नको लागि अनुरोध गरेँ अब मैले आजको हाम्रो कार्यक्रमलाई चाहिँ विशेष रूपमा अतिथिको रूपमा हामीले फर्मल कार्यक्रम नगरे पनि प्रमुख अतिथिको रूपमा भनेर एकदमै रणधीरजीले मान्ने सम्मान गर्ने मैले पनि मान्ने आदरणीय दैजनगी पराजुललाई म अगाडि आसन गर्नको लागि अनुरोध गर्छु बसौँ निर्देशक समाजका अध्यक्ष हुनुहुन्छ उहाँलाई हामी सबैजनाले आदरणीय दाइ मान्छौँ र उहाँलाई चलचित्र उद्योगको अभिभावकको रूपमा प्रमुख अतिथिको आसन ग्रहण गर्दछु यसैगरी यस चलचित्रका कलाकार रोहित रुम्बा आइउँदैछु भन्नुभएको छ एकैछिनमा आउनुभयो म आसन ग्रहण गरौँला यसैगरी चलचित्रको नायिका सृष्टि खड्का उहाँ चाहिँ म्युजिक भिडियोको छायाङ्कनको लागि चितवन गएको भनेर मैले भर्खर जानकारी पाएँ आइपुग्नु भएको छैन यसैगरी अप्सना थापा अभिनेत्री उहाँ पनि उपस्थित हुनुहुन्न द्वन्द निर्देशक सञ्जय थापा उपस्थित हुनुहुन्छ म अगाडि बोलाएँ उहाँ पनि मैले देखिरहेको छुइनँ यसैगरी यो चलचित्रमा चाहिँ वरिष्ठ कलाकार सुनिल थापाको पनि अभिनय हामीले देख्न सक्छौँ यतापट्टि एउटा पोस्टर पनि छ त्यसैगरी सुशील पोखरेल वरिष्ठ अभिनेता उहाँ पनि हामीमा आइपुग्नु भएको छैन उहाँलाई पनि मैले सम्झिन चाहेँ यसैगरी यो चलचित्रका निर्माता रणधीर श्रेष्ठ र राजेश शाहजीलाई मैले अगाडि निम्ता गरेँ यस चलचित्रका निर्माता जसले चलचित्रमा लगानी गर्नुभएको छ यसैगरी कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती यति हुनुहुन्थ्यो उहाँलाई पनि मैले अगाडि नै बोलाएँ चलचित्रका कार्यकारी निर्माता यो चलचित्रमा चाहिँ साउथ इन्डियाका कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ हामीले यहाँ फोटो पनि देखिरहेका छौँ उहाँलाई हामीले धेरैवटा बलिउड फिल्ममा भिलेनको रूपमा पनि देखिरहेको अनुहार हो उहाँ पनि यो चलचित्रमा हुनुहुन्छ यो चलचित्रको छायाङ्कन चाहिँ नेपाल र साउथ इन्डियाको म्याङ्गलोर भन्ने ठाउँमा गरिएको हो मैले पनि यो चलचित्रको केही फुटेजहरू टिजर र गीतहरू हेरेको थिएँ यो हेर्दै गर्दा एउटा सम्भावना बोकेको चलचित्र सम्भावना बोकेको निर्देशक र नव अभिनेता चाहिँ चलचित्र उद्योगले पाउने आशा गरेका छौँ हामीले अब मैले चलचित्रको टिममा भन्नुपर्ने अर्को नाम यो आज जुन सार्वजनिक हुन गइरहेको गीतको सङ्गीतकार गायक अनुप तिवारी हुनुहुन्छ अनुप तिवारी हुनुहुन्छ मैले अगाडि बोलाएँ त्यसैगरी गायिका अन्जु पन्त चाहिँ यतिखेर अस्ट्रेलियामा नयाँ वर्षको कार्यक्रमको तयारीको लागि हुनुहुन्छ गायिका अन्जु पन्त र अनुप तिवारीको स्वर आज हामी यो भिडियो हेर्नेछौँ यो गीतको शब्द निर्देशक रणधीर श्रेष्ठकै रहेको छ धेरै चलचित्रमा निर्देशकले गीत पनि लेख्नुहुन्छ धेरै पुरानो दाइहरू पनि लेख्नुहुन्थ्यो रणधीरजीले पनि शब्द पनि लेख्नु भएको छ अब म हाम्रो कार्यक्रमको सभापतिमा उपस्थित हुनुभएका केही अतिथिहरूको नाम लिन्छु र म उहाँलाई सम्झन्छु यहीँबाट यता स्थानमा आसन गर्नको लागि हार्दिक अनुरोध पनि गर्दछु गोविन्द भट्टराई हुनुहुन्छ विशेष अतिथिको रूपमा खेलकुद क्षेत्रको अग्रणी व्यक्तित्व हुनुहुन्छ उहाँको राष्ट्रको लागि ठुलो योगदान रहेको छ गीता भन्ने चलचित्रका कलाकार हुनुहुन्छ त्यसैगरी डाक्टर खेम छेत्री एक्टर सिङ्गर हुनुहुन्छ आसन गर्नको लागि अनुरोध गरेँ अमिर केसी मुभी प्रोड्युसर हाम्रो पत्रकार मित्रलाई निस्किनु भयो र सायद उहाँको सिनेमा सुटिङको तयारी छ भनिरहनु भएको थियो रोशन सिंह टमाटा सिङ्गर उहाँलाई पनि मैले आसन गर्नको लागि अनुरोध गरेँ यसै गरी मिराज सिंह मोडल पनि हुनुहुन्छ डाक्टर पनि हुनुहुन्छ केशव सापकोटा सङ्गीतकार जनता यसै गरी टेकेन्द्र शाह वरिष्ठ एडिटर कलेज उहाँलाई मैले आसन गर्नको लागि अनुरोध गरेँ मैले केही नामहरू छुटाएँ अथवा भन्नुपर्ने कसैको छ भने मलाई आयोजक मित्रहरूले लेखेर दिनुभएको म गर्दैछु हाम्रो पत्रकार सङ्घ अध्यक्ष समीर बोलाइ पनि हुनुहुन्छ सायद बाहिर हुनुहुन्छ होला चुनावी क्याम्पेनिङ चलिरहेछ वैशाख 5 गते चलचित्र पत्रकार सङ्घको चुनाव हुँदैछ मैले भन्न छुटाएको छु प्रायः सबैले चिन्नुहुन्छ भनेर रघुनाथ सापकोटा चलचित्र पत्रकार सङ्घको यति बेलाको महासचिव हाम्रो यो गीतबाटै व्यक्तिगत रूपमा यो गीतबाट उद्घाटन हुँदैछ पहिलो गीत चाहिँ यो हुँदैछ यो गीतलाई करोड क्लबमा पुग्नुहोस् म यो शुभकामना यहीँबाट दिन्छु र यो च्यानल पनि फलो खुलोस् अब हामीले यो चलचित्रका टिम सबैजनाको सुन्नेछौँ चलचित्र
कस्तो बनेको छ र चलचित्र बन्दा यो फिल्म चाहिँ हामीले के भन्छ इन्डियामा लगभग 13 सुटिङ गरेको छ अनि नेपालमा पनि लगभग हामीले 45 दिनदेखि सुटिङ गऱ्यौँ। अब यसको अनुभव भन्दाखेरि यो चाहिँ टोटली एक्सन मुभी हो। लगभग 90% यो फिल्ममा एक्सन छ अनि लगभग 100+ फाइटरहरू छ फिल्ममा प्लस 13 वटा के भन्छ एक्सन सिक्वेन्सहरू छ। आशा छ तपाईँहरूले मन पराउनुहुन्छ होला। अब यो चाहिँ के भन्छ जेठ 15 गते आउनेछ, यसलाई माया गर्नुहोस् हेरिदिनुहोस्। नमस्कार। यो चलचित्रको बारेमा बोल्नुपर्दा होइन मेरो र रणधीर दाईको चाहिँ सहकार्य चाहिँ 2016 देखि सुरु भएको र मेरो पहिलो म्युजिक भिडियो चाहिँ उहाँले नै निर्देशन गर्नुभएको थियो र त्यो बेलादेखि आज 10 वर्ष भइसक्यो र यो 10 वर्षमा हामीले लगभग दाईसँग मैले 15-20 वटा म्युजिक भिडियो गर्न पाएँ र हाम्रो एउटा राम्रो सम्बन्ध बन्दै गएपछि र मैले चाहिँ ब्याचलर पढ्ने बेलादेखि मैले आफ्नो बारेमा के अलिकति भन्नुपर्दा चाहिँ मैले ब्याचलर पढ्ने बेलादेखि चाहिँ मोडलिङ अलिकति स्टार्ट गरेको थिएँ र त्यो चाहिँ म्युजिक भिडियोमा कन्भर्ट भयो। म्युजिक भिडियो गर्दा गर्दै म लास्टमा पछितिर चाहिँ मुम्बई पुगेँ। एक्टर प्रिटिएसमा अनुपम खेरको इन्स्टिच्युटबाट मैले डिप्लोमा इन एक्टिङ कोर्स गरेँ र त्यसपछि चाहिँ मैले यो मुभीमा चान्स पाएँ र समग्रमा भन्नुपर्दा यो सिनेमा कस्तो बनेको छ भनेपछि रणधीर दाईको जहिले पनि एउटा कन्सेप्ट के थियो भने म अलिकति छुट्टै फिल्म बनाउँछु, छुट्टै सिनेमा बनाउँछु। नेपाली फिल्महरू जुन धारले बन्ने ट्रेन्ड थियो केही वर्ष अगाडिसम्म एउटा स्लो जेनरको बन्थ्यो होइन, त त्यसलाई चेन्ज गर्नुपर्छ भन्ने रणधीर दाईको जहिले कन्सेप्ट हुन्थ्यो एउटा। अनि त्यो कन्सेप्ट अनुसार उहाँले चाहिँ एउटा राम्रो कथा लेख्नुभयो र त्यो अनुसारले मैले सुनेपछि भन्नुपर्दा फर्स्ट चोइस चाहिँ म चाहिँ थिइनँ। दाईको फर्स्ट चोइस चाहिँ या फिल्मको चाहिँ म फर्स्ट चोइस थिइनँ। त्यति बेला म मुम्बईमा थिएँ, एक्टिङ कोर्स गर्दै थिएँ। अनि त्यो कसरी कुरा दाईले नै रिकमेन्ड गर्यो। त्यो कुरा ममा आइपुगेपछि सबै उहाँहरूले हेरेपछि ओके हुन्छ। मैले पनि स्क्रिप्टहरू हेरेपछि मलाई मन पर्यो र अलिकति के थियो भने म चाहिँ पुरै एक्सन ब्याकग्राउन्डबाट होइन, मेरो ब्याकग्राउन्ड जस्तो छ नाच्न आए पनि मलाई चाहिँ एक्सन गर्न खासै त्यति साह्रो नआउने, तर मैले आँटेँ। दाईले जसरी भन्नुभयो 13 वटा सिक्वेन्स छ होइन, त्यसको लागि मैले आँटेँ र समग्रमा फिल्म हेर्दा चाहिँ तपाईँले पछि हेर्नुहुन्छ थाहा पाउनुहुन्छ। फिल्ममा दाईले चाहिँ अरू हाम्रो टिमले चाहिँ निकै नै मेहनत गरेको छ र तपाईँलाई अचम्म लाग्न सक्छ कि नेपाली फिल्म इन्डियाको कर्नाटकमा गएर गोवा, उडुपी, म्याङ्गलोरमा कसरी सुट भयो त। यो कुरा के हो भने मान्छेले किराले टोक्छ नि, मलाई त्यस्तै एउटा किराले टोकेको छ। त्यो भनेको सिनेमा गर्ने एक्टिङ गर्ने होइन, त्यो पछि सानैदेखिको रहर, तर पछि आएर चाहिँ त्यो एक्टिङमा गर्छु भनेर कन्भर्ट भएको दिमागमा आएको कुरा हो। मैले पिजी पढ्ने बेलामा मास्टर्स मैले कर्नाटकबाट गरेको हो। अनि त्यो गर्ने बेला चाहिँ त्यहाँ हुँदा पनि म मोडलिङ गर्छु, त्यहाँको टिमहरूसँग म लिङ्कअप गर्छु आफूलाई भनेर जहिले हुन्थ्यो दिमागमा। त्यो कारणले गर्दा त्यहाँको लोकल आर्टिस्टहरूसँग, लोकल यो फिल्म मेकिङ पर्सनालिटीहरूसँग मैले चाहिँ कन्ट्याक्ट गर्न खोज्थेँ क्या। जहिले पनि सानो कार्यक्रमहरूमा पनि म इन्भल्भ भइदिन्थेँ, नबोलाएको ठाउँमा पनि म गइदिन्थेँ होइन। अनि त्यहाँ बुझ्न खोज्थेँ क्या के रहेछ माहौल यहाँको म्याङ्गलोरमा। अब त्यो गर्दा गर्दै मलाई त्यहाँको लोकल आर्टिस्टहरू, म्युजिसियनहरू होइन हुन्छ नि, फाइटको टिमहरूसँग मलाई चिनजान हुँदै गयो क्या। त्यो चिनजान हुँदै गएपछि अब फिल्मको स्टोरी पनि रणधीर दाईले के भन्नुभयो, फिल्मको स्टोरी यस्तो छ, हिरो चाहिँ बाहिर जान्छ होइन, बाहिर गएपछि त्यहाँ सुट हुन्छ, सबै यस्तो हुन्छ। अनि मैले वाइ नट म्याङ्गलोर, किनभने त्यो बिच साइड छ, राम्रो एरिया छ, सबै कुराले भरिपूर्ण ठाउँ हो, एकदम राम्रो ठाउँ छ, त्यहाँ किन नगर्ने भनेर। त्यो बेङ्गलोरबाट दाइ 1 नाइटको ट्रेन हो, 6-7 घन्टा लाग्छ। बेङ्गलोरबाट म्याङ्गलोर जान चाहिँ बिच साइड एरिया हो, कोस्टल कर्नाटका हो। अनि त्यो प्लानिङ अनुसारले मैले चाहिँ स्पेसली त्यहाँको टिमहरूसँग मैले कुरा गरेँ। सबै भएपछि बल्ल हामी यहाँबाट नेपालबाट टिम गयौँ र त्यहाँ चाहिँ हामी कम्तीमा 15-16 दिन त्यहाँ बसेर हामीले सुटिङ त्यहाँको पनि गऱ्यौँ। र अर्को कुरा के छ भने कान्तारा फिल्म सबैले हेर्नु भएको छ होइन, कान्तारा फिल्ममा जुन भिलेनको टिमहरू छ नि, तलवार लिएर खुकुरी लिएर दौड्छ नि, त्यो आर्टिस्टहरू ठ्याक्कै हाम्रोमा पनि छ। त्यही फिल्मको आर्टिस्टहरू 10-12 जना हामीले युज गरेका छौँ फाइटरहरू र यो फिल्ममा छन् होइन। भनेपछि समग्रमा फिल्मको गर्ने हो भने मेहनत हामीले गरेका छौँ।
अब पहिलो फिल्म हो मेरो लागि पनि, दाइको लागि पनि डिरेक्सन पहिलो फिल्म हो। हुनसक्छ काहीँ कमी कमजोरी अलिअलि हुनसक्छ, त्यो तपाईँहरूले पछि हेरेपछि हामीलाई फिडब्याक दिएपछि आगामी दिनमा चाहिँ हामीले पक्कै पनि सच्याउनेछौँ। र गीत फिल्ममा 3वटा छ, एउटा स्याड छ भने 2टा फुल रोमान्टिक टाइपको गीत छ। एउटा फर्स्टसँग आज हामीले रा डिजिटलबाट रिलिज गर्न गइरहेको छौँ होइन, हेरेर प्रतिक्रिया दिनु होला। अनि त्यो अनुसार हामीले चाहिँ फिल्मलाई चाहिँ अल नेपालमा रिलिज गर्ने भनेको जेठ 15 को डेट चाहिँ हामीले फिक्स गरेका छौँ। र मलाई के छ भने यहाँ धेरैजनाले मलाई चिन्नुहुन्छ, धेरैजनाले चिन्नुहुन्न। जसले चिन्नुहुन्छ आउनुभयो, उहाँलाई म फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र जसले चिन्नुहुन्न र आज आउनु भएको छ, मेरो लागि आउनु भएको छ, हाम्रो टिमको लागि आउनु भएको छ, कुम्भको लागि आइदिनु भएको छ, उहाँलाई त झनै बढी म धन्यवाद भन्न चाहन्छु होइन। किनभने हाम्रो लागि यो ठुलो कुरा हो होइन। म बन्छु, भोलिको दिनमा बन्छु भने तपाईँहरूकै माया र आशीर्वादले बन्ने हो होइन। तपाईँहरूकै आशीर्वादले, तपाईँकै सहयोगले म बन्ने हो, हामी बन्ने हो, हाम्रो टिम बन्ने हो। र यो नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ अब हामी एउटा नयाँ टिम होइन, नयाँ टिमको भनौँ, नयाँ टिमले अब नयाँ फिल्म बनाउँदैछ, नयाँ तरिकाले आउँदैछौँ भने यसमा चाहिँ तपाईँहरूको ठुलो, हाम्रो जति छ हामीलाई माथि पुर्याउन तपाईँहरूको त्यति नै भूमिका रहनेछ। यति भन्दै म फेरि पनि जय कुम्भ भन्छु होइन। कुम्भलाई माया गरिदिनु होला। जेठ 15मा चाहिँ तपाईँले जति सक्नुहुन्छ हामीलाई सहयोग गरिदिनु होला। धन्यवाद। एकछिन ल, कति भयो अनि कल गरौँ ल। ओके ल, गीत हेरौँ अनि अरू कुरा गरौँ, फेरि हामी अगाडि बढ्नेछौँ। पहिलो पटक यो गीतसहित च्यानल पनि उद्घाटन गर्दछ। हाम्रो कार्यक्रमको बिचमा अलिकति आफ्नो कार्य व्यस्ततालाई मिलाउँदै अभिनेता रोहित रुम्बा आइपुग्नु भएको छ। उहाँलाई अगाडि मैले आसन गर्नलाई अनुरोध गरेँ। हाम्रा चलचित्र उद्योगका एउटा हस्ती, धेरैवटा चलचित्रमा काम गर्नुभएको छ, 2 दशक पनि चलचित्र उद्योगमा बिताइसक्नु भएको छ। रोहित रुम्बालाई अगाडि आसन ग्रहणको लागि अनुरोध गरेँ। उहाँ व्यस्त हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भइदिनुको लागि भए पनि भनेर आइपुग्नु भएको छ। हामीले सबैका कुरा सुनिसकेका छौँ। अब हामीले प्रमुख अतिथि हिन्दू समाजका अध्यक्ष चनकदेव पराजुलीताईको कुरा सुन्नु छ गीत हेरेपछि। त्योभन्दा अगाडि रोहित रुम्बाजीलाई म अलिकति यो चलचित्रको बारेमा कसरी छायाङ्कन भएको थियो, रणधीरसँग कसरी जोड्यो, आफ्ना केही अनुभव राखिदिनुलाई म हार्दिक अनुरोध गर्छु। त्यसमा आएर आफ्ना केही कुरा राखिदिनु। रोहित रुम्बाजीलाई म अनुरोध गर्छु। सबैजनाले बोलिसक्नुभयो। फर्स्ट अफ अल सबैलाई मेरो नमस्कार। ढिलो गरेकोमा क्षमा चाहन्छु। स्क्रिप्ट पढेर बोल्ने बानी चाहिँ यस्तो बोल्न त खासै आउँदैन होइन। यो फिल्ममा रणधीरसँग जोडिन चाहिँ कसरी पुग्यो भने, दाइ 3-4वटा रोल छ स्क्रिप्ट पढ्नु, अनि एउटा रोल चाहिँ नभन्नु, अर्को रोल सबै तपाईँ जुन भए पनि खेल्नु भन्नुभयो। पढेँ अनि अहिले मैले खेलेको रोल मन पऱ्यो, यो दिए खेल्छु नत्र खेल्छु भने अनि भाइहरू सुटिङ गइहाल्यो। ठिक छ दाइले अब नेक्स्ट फिल्ममा ल्याउन दाइलाई भनेर सोचेर उनीहरू सुटिङमा गयो। अनि उहाँहरूले यो क्यारेक्टरमा अर्को एकजना नयाँ क्यारेक्टरलाई लिनुभएछ, 5 दिन सुटिङ गर्नुभएछ। अनि एक दिन मलाई फोन आउँछ, दाइ प्लेन टिकट हालिदिएछु, छिटो आउनु त त्यो रोल तपाईँको भयो अरे। म हतार चौक पुगेँ, खेलेँ। अनि जस म यसरी जोडिन पुग्यो रणधीरसँग। रणधीर मेरो नजिकको, हामी स्ट्रगल फेजको साथीभाइ नै हो। हामी विगत 20-22 वर्षदेखि इन्डस्ट्रीमै छु। सो यसरी हामी यो फिल्ममा कुम्भमा मैले यसरी रणधीरसँग जोडिने मौका पाएँ। प्लस हाम्रो प्रोड्युसर साथी हाम्रो अशोक आर्यन भाइ एज एन एक्टर, उहाँसँग काम गर्ने मौका पाएँ। हरेक मेम्बरलाई थ्याङ्क यू सो मच। हरेक क्रू मेम्बर, हरेक हाम्रो प्रोडक्सन टिम, हाम्रो प्रोड्युसर टिम सबैलाई धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। सबैलाई नमस्कार। धन्यवाद रघुनाथ सापकोटा भाइ नै भन्छु म। त्यसै गरी चलचित्र कुम्भका सम्पूर्ण टिमहरू, उहाँहरूलाई नै बधाई छ। मलाई सम्झेर बोलाउनु भएकोमा कार्यक्रम आयोजकप्रति म हार्दिक आभार प्रकट गर्दछु। मैले भन्ने शब्द त खासै केही पनि छैन।
यसका निर्देशक रणधीर श्रेष्ठ भाइ चाहिँ मसँग पनि धेरै अगाडिदेखि नै कामहरू गरिरहनु भएको छ। हामीले धेरैवटा काम सहकार्य पनि गरेका छौँ। मेरो विशेष गरी एडहरूमा म्युजिक भिडियोमा भाइले काम गर्नुभएको छ। अनि हामीले धरहराको एउटा डकुमेन्ट्री पनि बनाएको थियौँ, यो धरहरा कसरी बन्यो भनेर होइन। त्यसमा पनि भाइले राम्रो छायाङ्कन गर्नुभएको थियो मेरो, र कुशल राम्रो छायाङ्कन गर्ने मान्छे हो भन्ने मैले बुझेको थिएँ। अब यो चलचित्र बनेर आइसकेपछि चाहिँ राम्रो डाइरेक्टर हो भन्ने मैले आशा गरेको छु। पक्कै पनि उहाँ क्रिएटिभ भएको हिसाबले राम्रो काम गर्नुभएको छ होला भन्ने म कामना गर्दछु। त्यसै गरी यस चलचित्रमा हाम्रो नयाँ कलाकार अशोक आर्यन भाइलाई पनि म हार्दिक बधाई तथा शुभकामना दिन्छु। रोहितजी हुनुहुन्छ होइन, त्यसै गरी निर्माता हुनुहुन्छ हाम्रो सृष्टि बहिनी। आज देखिन महिलाको चाहिँ अलिकति कमी भयो कि जस्तो लाग्यो, आकर्षण पुगेन निर्देशकज्यू स्टेजमा। अनि गाना सरस्वती हेर्दाखेरि चाहिँ गानामा एउटा आँखालाई सुकुन मिल्ने स्मुथ टाइपको भिडियो हामीले हेऱ्यौँ। त्यो भिडियो हेर्दाखेरि चाहिँ साँच्चै नै त्यो भिडियो जस्तै नै सिनेमा बनोस् भन्ने चाहिँ मेरो शुभकामना छ। उहाँहरूले भन्नुभयो यो चाहिँ के अरे साउथ इन्डियाको हाम्रो कहाँ भन्नुभयो बेङ्गलोरमा सुटिङ गर्नुभएको रहेछ, जहाँ चाहिँ प्रसिद्ध सिनेमा कन्तराको पनि सुटिङ भएको थियो। त्यसको केही फाइटरहरू पनि उहाँहरूले युज गर्नुभएको छ भनेर भन्नुभयो होइन। एकदम खुसीको कुरा हो हाम्रो लागि, नयाँ लोकेसन नयाँ फ्रेस चिजहरू पाउने भयो नेपाली सिनेमामा। त्यसै गरी यो पोस्ट प्रोडक्सनकै क्रममा रणदीप भाइले चाहिँ मलाई केही त्यहाँको सर्ट्सहरू हामीले यसरी सुटिङ गरेका छौँ दाइ भनेर देखाउनु भएको थियो। त्यो हेर्दाखेरि चाहिँ अलिअलि उहाँले साउथकै झल्को दिने फाइटका क्लिपहरू पनि मलाई देखाउनु भएको थियो। साँच्चै नै त्यो पोस्ट प्रोडक्सन भएर आएपछि त्यो साउथै भयो होला भन्ने पनि म आशा गर्दछु। अरू त रघुनाथजीले धेरै कुराहरू भनिसक्नु, के भन्नुपर्ने बाँकी छ त रघु सर? छैन होला होइन। अन्तमा म सम्पूर्ण यो कुम्भ टिमलाई सफलताको शुभकामना भन्न चाहन्छु। तपाईँहरूले आज एउटा राम्रो गाना अहिले नै युट्युबबाट तपाईँहरूले रिलिज गरेर पस्काउनु भएको छ। सिनेमामा चाहिँ विशेष गरी के हुन्छ भनेदेखि तपाईँले यो प्रि इभेन्टहरू गर्ने, आफ्नो सामग्रीहरू लन्चिङ गर्ने क्रममा चाहिँ हाइप क्रिएट गर्दै जानुपर्ने हुन्छ। आज एउटा राम्रो गाना फाल्नुभयो भने अब अर्कोचोटि योभन्दा झन् राम्रो, त्यसपछि झन् राम्रो, र सिनेमा झनै राम्रो गरेर फाल्नुभयो भने तपाईँहरूको जुन त्यो गन्तव्य हुन्छ, गन्तव्यमा अझ राम्रोसित अगाडि बढ्न सकिन्छ। म चाहिँ सिनेमा कम बनाउने तर सिनेमाका लागि बढी अभियन्ताको रूपमा काम गर्दै हिँड्ने भएको हुनाले मेरो पनि आफ्नो सिनेमाहरू तपाईँहरूलाई अब हाम्रो दर्शकहरूलाई देखाउनु त पाएको छैन। मैले एउटा यो साल चाहिँ निर्देशक समाजबाट अलिकति फुर्सद भयो भनेदेखि सिनेमा गर्नुपर्छ भनेर एउटा तयारी चाहिँ गरिरहेको छु। निर्देशक समाजको जुन कार्यभार सम्हालेको नि मेरो यो करिब अन्तिम चरणमा पुगेको छु। अब हाम्रो पनि अधिवेशन आउँदैछ, अधिवेशनपछि फुर्सद पाइयो भनेदेखि सिनेमा बनाउँछु। अहिले चाहिँ म विदेकमा लागिरहेको हुनाले विदेकले अहिले पनि मलाई अल्झाइरहेको छ। हिजो अस्ति पनि सिंहदरबारभित्रै थिएँ। चलचित्रको नयाँ विधेयक यदि आइदियो भने हामी चलचित्र कर्मीहरूको लागि एउटा नयाँ बाटो खुल्नेछ भन्ने हामीले आशा राखेको छौँ। यति भन्दै म आफ्नो दुई शब्द यहीँ टुङ्ग्याउँदै हाम्रो रणधीर भाइ र उहाँको सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना भन्न चाहन्छु। जय नेपाली चलचित्र। धेरै धेरै धन्यवाद। हामीले कार्यक्रम सकिसकेका छौँ। कार्यक्रमको बिचमा हाम्रो चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष सेन्सर बोर्डका सदस्य कुबेरराज गिरिदाई आइपुग्नु भएको छ। उहाँलाई पनि मैले सम्झिन चाहेँ आसन ग्रहणको लागि। हाम्रो मिडियाकर्मी साथीहरूलाई त चुनाव लागेको कारणले धेरैजना सिनियर दाइहरू बाहिर बसेर गफगाफ आफ्नो रणनीति बनाइरहनु भएको छ। यो सबैजनाले समाचार सम्प्रेषण गर्नुहुन्छ। अस्ति हामीले 2 दिन अगाडि रिलिज मितिको समाचार सम्प्रेषण गर्दा पनि सबै मिडियामा राम्रो कभरेज भएको थियो। गीतको पनि सबैतिर सपोर्ट हामीले राम्रै पाइरहेको छौँ। जेठ 15 गतेसम्मै त्यो गीत पाउने आशासहित आजको यो कार्यक्रम सकिएको जानकारी गराउँछु। अब हामी बाहिर खाजा खाएर छुट्टिनेछौँ। चलचित्रको बारेमा थप केही कुराहरू सोध्न मन लाग्यो भने तपाईँहरूले पढ्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद। इन्टायर टिमलाई भन्छ धन्यवाद है। यो युट्युबमा डाउनलोड भइसक्यो।
अनि साउन्ड चाहिँ